अन्तिमसम्म हेरिदिनु होला। आजको कथा छ एउटा जापानमा सन् 2000 तिर एउटा ब्लगरले त्यो इन्टरनेटमा राखेको एउटा कथा हो। जापानको एकजना मानिस आफ्नो पुरानो घरको मर्मत गरिरहेका थिए। उनले काठको भित्तामा एउटा प्यानल हटाउँदा त्यहाँ अचम्मको दृश्य देखे। त्यो दृश्य देखेर उनलाई एकदम स्तब्ध बनायो। त्यहाँ एउटा माउसुली भेट्टाए जुन जिउँदै रहेको थियो। त्यसको एउटा खुट्टामा त्यो काठमा ठोकिएको किला गाडिएको थियो। त्यो काठभित्र गाडिएको हुनाले त्यहाँबाट कतै चल्न सकेको थिएन। त्यो किलोमा जेलिएर बसेको थियो। उनलाई लाग्यो कि त्यो कसरी जिउँदैछ यत्रो वर्षसम्म। यो धेरै वर्ष अगाडि बनाएको घर हो, लगभग 10 वर्ष भइसक्यो। यसको मतलब त्यो सानो माउसुली 10 वर्षदेखि त्यही फसिरहेको थियो। अचम्ममा पर्दै ती व्यक्ति हेरिरहे। अचम्मित भएर हेरिरहेको बेलामा उनले अझै अर्को अचम्म लाग्दो कुरा देखे। के देखे त त्यो भित्तामा? अर्को त्यो भित्ताको सानो प्वालबाट, त्यो प्वालको च्यातिएको चिराबाट अर्को माउसुली फुत्त देखा पर्यो। उसले आफ्नो मुखमा खानेकुरा च्यापेर ल्याएको थियो। त्यो खानेकुरा दोस्रो माउसुलीले फसेको माउसुलीलाई खाना खुवायो। त्यो मानिस गहिरो रूपमा प्रभावित भएर हेरिरहे र उनले काटी निकालेर त्यो फसेको माउसुलीलाई त्यहाँबाट मुक्त गरिदिए। र सानो जीवहरू बीच पनि प्रेम, निष्ठा र बाँच्ने प्रयासको शक्तिमाथि विचार गरे। यस कथामा के छ? प्रेम र समर्पणले असम्भव परिस्थितिलाई पनि जित्न सक्छ भन्ने, जनावरहरू पनि करुणा र निष्ठा देखाउन माहिर हुन्छन्। तर धन्यवाद अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा। यहाँहरूलाई नयाँ कुराहरू फेरि पनि आउनेछन्। फेरि अर्को भिडियोमा भेटौँला। यहाँहरूलाई